नमस्ते सम्पूर्ण मेरा सब्सक्राइबरहरूलाई र म आज मेरो सानो कविता लिएर तपाईहरुको सामु आएको छु र कविताको शीर्षक छ समय। कति छिटो बितेछ यो समय थाहा पाए जब देखे अरूलाई। कति छिटो बितेछ यो समय थाहा पाए जब देखे अरूलाई। म आफै त हिँड्दै थिएछु समयसँग कसैले भनेन मलाई, तर थाहा पाए जब फर्की हेरे ती बितेका समयलाई। सपनामा देख्ने गर्छु हिजोसँगै खेलेका ती मेरा स्कुलका साथीहरूलाई। सपनामा देख्ने गर्छु हिजोसँगै खेलेका ती मेरा स्कुलका साथीहरूलाई। बिहानीको घामसँग बिउजन्छु आँसुले छेक्दछ यी मेरा आँखाहरूलाई। कहिलेकाहीँ त लाग्छ त्यही पहिलेकै दिनहरूमा हराउँ। कहिलेकाहीँ त लाग्छ त्यही पहिलेकै दिनहरूमा हराउँ। त्यस बेला त थाहा भएन ती पलहरूको महत्त्व मलाई। समय रोकिएको जस्तो लाग्थ्यो, समयले नै चलाउँदो रहेछ यो छोटो जीवनलाई। अझै पनि स्पष्ट छ त्यो यादहरू मेरो मन कल्पनामा। अझै पनि स्पष्ट छ त्यो यादहरू मेरो मन कल्पनामा। कतिले त साथ छोडेर गए त्यो अदृश्य संसारमा। म पनि पक्का आउनेछु त्यहाँ। एकमुठी सास त हो जब यसले पनि साथ छोड्छ। समय तीव्र गतिमा चल्नेछ पुर्याउन त्यो अदृश्य संसारमा मलाई। र धन्यवाद मेरो कविता सुनिदिनु भएकोमा।